हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि मैले आज हजुरहरूलाई चाहिँ यो केश किङ ओइलको बारेमा भन्न गइरहेको छु। मलाई चाहिँ एकदम राम्रो लाग्यो अनि मैले युज गर्न लागेको चाहिँ 2 महिना जति भयो है। अनि यो 2 महिनामा चाहिँ बाल पनि हल्का कम, झर्न त झरेकै छ, चिसो मौसममा झर्ने नै होला सायद, धेरै त्यही नि कम भयो, पहिलाभन्दा धेरै कम भएको छ। अनि मैले यो लगाउन थालेको चाहिँ 2 महिना भएर पनि एउटा डब्बा सकेँ भनौँ न, 2 महिनामा एउटा डब्बा सकियो। अनि मैले नुहाउनभन्दा एक दिन अगाडि लगाएर रातभरि भिजाएर अनि अलि बेला नुहाउनु छ भने बिहान लगाएर साँझसम्म मजाले, मतलब 7-8 घन्टै भनौँ न, 6-7-8 घन्टा यस्तै गरी मैले राख्छु। अनि राखेर मैले बिहान पख नुहाउँछु है। धेरै जसो मैले रातिमै लगाउँछु, हप्तामा 2 चोटि जति लगाउँछु। अनि लगाएर मैले मजाले मसाज गर्छु, यसलाई कोरेर बाँधेर सुत्छु, राति सुत्छु अनि बिहान उठेर धुन्छु। अनि मैले धोइसकेपछि हजुरहरूलाई मैले भिडियोमा पनि देखाउँदैछु, मैले लगाएको भिडियो देखाउँदैछु। अनि लगाउँछु, मजाले हेर्छु, दायाँ बायाँ सबतिर भित्र सब लगाउँछु। अनि मेरो बाल चाहिँ पहिला एकदम झर्थ्यो, अहिले चाहिँ अलि उम्रेको जस्तो छ कि, हल्का चाहिँ नयाँ बाल आएको जस्तो टुक्रा टुक्रा छ है, अलिकति केही कम चाहिँ भएको छ। अनि मैले नुहाइसक्छु, बिहान उठेर नुहाएर अनि मैले यसरी भिडियो गराइरहेको छु। राम्रै देखेको अब नुहाउँदा त सबैको बाल राम्रै देखिन्छ, तर पनि विशेष पहिलेभन्दा धेरै विशेष देखिएको छ कि, त्यही कारणले मलाई यसको बारेमा हल्का हजुरहरूलाई पनि जानकारी दिउँ भनेर भिडियो गराउन मन लाग्यो। यो तेलको नाम चाहिँ केश किङ हो। हजुरहरूलाई राम्रोसँग हेर्न सक्नुहुन्छ, केश किङ हो। यो जहाँ पनि पाउन सक्नुहुन्छ, कस्मेटिकहरूमा जानुहोस् अनि यो जहाँ पनि पाउन सक्नुहुन्छ। हजुरहरूले राम्रोसँग हेर्नु न, अझै मैले लास्टमा देखाइ